आजको मेरो काम चाहिँ पुष्पा अनि यो हाँगा कटिङ गर्छु। यो एउटा भयो, दुईटा अनि यो म तीनटा कट गर्छु। पुरानो हाँगा नयाँ नै हो, पुरानो हाँगा साइज सिद्धिएको होला। तीनटा हाँगा यो हाँगा चाहिँ अब म यसलाई यतिकै मान्छेहरूले चाहिँ केमा डुबाएर गर्छ, तर यसलाई नडुबाउँदा पनि हुन्छ, यतिकै पनि सर्छ, अलरेडी एकदम सर्छ। एउटा, दुईटा अनि तीनटा। यो चाहिँ मैले अलरेडी सारीले, यो चाहिँ मजाले 1.5 वर्ष बादमा चाहिँ 1.5 वर्ष बादमा चाहिँ 1.5 वर्षमा चाहिँ अनि यत्रो हुन्छ। यो चाहिँ मैले सारेको 1.5 वर्ष भयो। मैले यसबाट चाहिँ थुप्रै प्लान्टहरू मैले सारिसकेको छु। यो चाहिँ एकदम बुढो भइसकेको छ। यसरी चाहिँ म सारेर अब हल्का पानी लगाइदिन्छु अनि बस भइहाल्छ, सर्छ। 1.5 वर्षमा चाहिँ जस्तो यत्रो हुन्छ। यो चाहिँ धेरै वर्ष भइसकेको हो। यो चाहिँ आज यति सार्नलाई चाहिँ मैले आज थोरै भिडियो बनाएको, अल्छी लाग्दै र पनि बनाएँ, मैले सेयर गरेको है। म चाहिँ यसरी सार्छु प्लान्ट, यो जिप प्लान्ट।